नमस्कार, आज हाम्रो यो नेक्स्ट एजुकेसन फाउन्डेसन अफिसबाट एनुअल रिट्रिट प्रोग्राम भइरहेको छ र हामी आज स्टाफहरू सबैजना आइरहेको छौँ। अब नयाँ वर्ष पनि लाग्दैछ, नयाँ वर्षको शुभकामना पनि दिन चाहन्छु यो भिडियोबाट चाहिँ हाम्रो यो भ्युअर्सहरू सबैजनालाई। अब चाहिँ हामी डेस्टिनेसन भनेको चाहिँ हाम्रो अहिले चाहिँ लङ भइरहेको छ। How are you? भन्नु न, तिम्रो नाम के हो? तिम्रो नाम के हो बाबु? भन न। तेरो नामसँग के? सामो श्रेष्ठ। ल साथी हो, हामी चाहिँ रुवाङ गाउँ आयौँ र हामीसँग साथीहरू हुनुहुन्छ पछाडि। ल आज हामी चाहिँ लङ होमस्टेमा आइसकेको छौँ र यता हाम्रो साथीहरू पनि आउँदै हुनुहुन्छ र हामी पनि यता जाँदैछौँ। हाम्रो रुम चाहिँ 1 भने जस्तो लाग्थ्यो, सरले चाहिँ रुम नम्बर 1 भन्नुभएको थियो। अहिले चाहिँ हाम्रो यो बस्ने ठाउँ चाहिँ यो रहेछ होमस्टे। यही हो सर? यही हो रुम। राम्रै रहेछ घर चाहिँ। ल हाम्रो यो चाहिँ यता चाहिँ यहाँ चाहिँ हाम्रो होमस्टे। नमस्ते, हामी सबैजना आइसकेका छौँ। यहाँ मिसहरू पनि सबै आउनु भइसकेको छ। हाई गरिदिनुहोस् न। हामी सबैजना आइसकेको छौँ र हाम्रो रुम चाहिँ यहाँ छ, वेल फर्निस्ड रुम। यहाँ चाहिँ धेरै राम्रो रहेछ। होमस्टे हामी चाहिँ यहाँ रुमको लागि यहाँ आउँदैछौँ। यहाँ चाहिँ रुम चाहिँ राम्रै छ र रुमहरू चाहिँ यहाँ रुमहरू यता
साथीहरु हामी चाहिँ हाम्रो रुममा पनि आइसकेका छौं र यहाँ चाहिँ आज म र सुजन भाइ बस्छौं। हाम्रो यो रुममा चाहिँ नर्मली दुईटा छ। अब वाशरुम चाहिँ त्यहाँ बाहिर छ। नर्मली ठिकै हो। यति चाहिँ अब एकछिन बस्नु पर्यो तल बस्नको लागि चाहिँ त्यहाँ अब मिलाउँदै हुनुहुन्छ। पहिला चिया खाने, चिया खाएर चाहिँ अब रमाइलो गर्नुपर्नेहरू गर्नुपर्दा हाम्रो भाइ अब सुजन भाइ ह्याप्पी छन् आज चाहिँ अब उसको इक्जाम पनि आउँदैछ। तर चाहिँ रिफ्रेसमेन्ट होस् भन्ने तरिकाले चाहिँ हामीले होइन बाबु चाहिँ अब ह्याप्पी नै छ होइन बाबु? होइन तिमी पनि फर्स्ट टाइम, म नि फर्स्ट टाइम। गाउँ कस्तो रहेछ हल्का हल्का देखियो। अब मर्निङमा पनि अब हामीले अब सर्ट क्लिप्सहरू ल्याउँछौँ होइन, सर्ट मुभमेन्ट्सहरू छ कति मुभमेन्ट्सहरू। अब अहिले पनि हामी अब एकछिन यहाँ रेस्ट गरेर अब तल चाहिँ के गर्ने रिफ्रेसमेन्टको लागि हामी जाँदैछौँ। अहिलेको लागि चाहिँ हामीले यतिसम्म गऱ्यौँ है त। र साथी यो हामी चाहिँ अब हाम्रो आफ्नो रुमहरू चाहिँ भेटाइसक्यौँ र यहाँ दिदी र यता मिस हुनुहुन्छ सुजा मिस। र हामीले चाहिँ अब यसपछि हामी अब रमाइलो गर्न जाँदैछौँ तल। सबैजना सर म्यामहरू आउनु बाँकी हुनुहुन्छ। यता हाम्रो छोटा डन आउनु भएको छ। छोटा डन बडा धमाका हो के अरे। डन अब कहाँ सुत्नुहुन्छ? कहाँ बस्ने बाबु? ड्याडीसँग बस्ने होला नि। ल हामी साथीहरू चाहिँ अब चिया खाजा चिया मही हो, मही पनि छ। ल मही को खानुहुन्छ? चिया चिया दिनुहोस्। धन्यवाद। आज अब गाउँमा ल हामी चाहिँ चिया लियौँ। हाम्रो सबैजना चिया मही, हाम्रो भाइले चाहिँ फेरि मही स्पेसल अब गाउँको मही खाने होइन। गाउँको कालचिया अर्ग्यानिक पपकर्न, पपकर्न पनि अर्ग्यानिक फेरि। लाइटको व्यवस्था नभए पनि हामीले एकदम मिस देखाउनु त यता लाइट, त्यहाँ लाइटै परेन। चिया खाँदैछौँ गाईको हामीले चाहिँ बार्बिक्यू गर्न जाँदैछौँ र यो कोल पनि लिएर जाँदैछौँ। यहाँ माथि चाहिँ हाम्रो बार्बिक्यू गर्ने प्लान छ। यहाँ चाहिँ मेरो भाइ आउँदै हुनुहुन्छ र हामीले यहाँ रेडी गर्दैछौँ बार्बिक्यू। र यता रमाइलो चलिरहेको छ। यहाँ विवेक सर दिइराख्नु भएको छ।
हाम्रो यहाँ भाइ हाम्रो बाबु चाहिँ यहाँ गेम हेर्दैछन् के हो बाबु भनिदेऊ त नाम थाहा छैन गेम खेल्दै मस्त छ आफ्नो भाइको सबैजना रेडी हुनुहुन्छ यहाँ यता चाहिँ अब सेटअप भइसकेको छ अब चाहिँ हामी खाना खाने तर्खरमा लाग्छौँ फेरि हामी नाच्न इन्जोय गर्ने बेला छँदैछ होइन अहिले चाहिँ हामी दिदी पनि आइसक्नु भएको छ खाना खाने बेला भइरहेको चाहिँ हाम्रो बाहिर पनि यहाँ मिलाएर कस्तो जस्तो लाग्छ मलाई अब यहीँभित्र मिलाएर मिलाएर गाइस अब चाहिँ हामी सुत्न लागेको छौँ म यता हाम्रो सुजन भाइ छ होइन हामी चाहिँ नर्मली अहिले चाहिँ यहाँ जाडा खाट छ हामी चाहिँ यहाँ अब एउटा सिङ्गल बेडमा चाहिँ अब यो बाबुले चाहिँ यहाँ चेक गर्दैछ फाइबरको सिरप मैले चाहिँ यहाँ फाइबरको भन्दा पनि अब नर्मल सिरप गरेको छु त्यस पनि अब आज त्यस्तो चाहिँ गर्नुहुन्छ अब हाम्रो भाइ पनि सुनिश्चित लाग्दछ तर आज चाहिँ निन्द्रा लाग्दैन हामी दुईजनालाई नै किन भन्दाखेरि अब नयाँ बेड भएको कारणले गर्दा चाहिँ के भन्न चाहन्छ भाइ आजको दिन कस्तो रह्यो धेरै रमाइलो सोचेको भन्दा चाहिँ सोचेको भन्दा धेरै रमाइलो हो नि आजको लागि चाहिँ यति नै भोलि बिहान चाहिँ हामीले नयाँ नेक्स्ट पार्ट चाहिँ निकाल्छौँ हामी यही भिडियोमै कन्टिन्यू गर्छौँ ओके गाइस मर्निङ गाइस आज चाहिँ अब मर्निङ भइसकेको छ यता लुवाङ गाउँतिर र यता हेर्न सक्नुहुन्छ भ्युजहरू चाहिँ आज मर्निङ भ्युज यतातिर चाहिँ धेरै नै राम्रो घरहरू छ चाहिँ हामी चाहिँ यो हामी बसेको चाहिँ हाउस नम्बर 1 नै होला पक्कै पनि हामी गाडी राखेर आउँदाखेरि त्यहाँ हाउस नम्बर 1 नै भन्नुभएको थियो र हामीले चाहिँ यता गाउँ हेर्न सक्छौँ र चाहिँ आज चाहिँ पानी चाहिँ धेरै बला जस्तो छ है यता चाहिँ अब कति राम्रो गाउँहरू छ होइन गाउँतिर भ्यू चाहिँ सक्नुहुन्छ हजुरहरूले माथि जान्छु अनि त्यहाँबाट चाहिँ थोरै भिडियोजहरू बनाउँछु ल गाइज आज चाहिँ अब मर्निङ भइसकेको छ र हामी चाहिँ अब अहिले अब ब्रेकफास्ट पनि गर्छौँ अहिले चाहिँ साथीहरू सबै सुत्नु भएको छ अब एकछिनमा चाहिँ हामी सबैजना भएर ब्रेकफास्ट गर्छौँ अनि चाहिँ हाम्रो चाहिँ चिया बगान बगैँचा भन्ने नै जो भने आउनुपर्ने हुन्छ है साथीहरू मिलाएर यहाँको फ्यासिलिटी चाहिँ राम्रै छ अहिले म हामी बसेको रुममै पनि होइन वेल फर्निस रुम छ यो चाहिँ भाइब्स अब जस्तै अब यो यताको हाम्रो होमस्टेको जस्तो भाइब्स लिने हो भने तल छुट्टै घर पनि छ तर हामी बस्ने चाहिँ अहिले यो चाहिँ एउटा भनौँ न घरमा बस्छौँ होइन होमस्टे छ अनि आउने बित्तिकै होइन त्यो स्टार्टिङ पोइन्टमा चाहिँ हामी सुरुकै घर बनाउँ न
चियाको चिया खायौँ हामीले। यो चाहिँ हाम्रो होमस्टे भयो। होमस्टेको नाम के हो? होमस्टेको नाम यो हजुर 1 नम्बर हो। नम्बर 1 मात्रै छ, नाम छैन? ए समितिको नाम चाहिँ हुँदैन? बुवाको नाम? दमन बहादुर। कति वर्षदेखि सञ्चालन गर्दै हुनुहुन्छ? मैले हजुर अहिले सञ्चालन त 20 वर्षदेखि भयो। अहिले 20 वर्षदेखि होमस्टेको व्यवसाय गर्दै हुनुहुन्छ। ओके, भनेपछि दैनिकी कति आउँछन् मान्छेहरू? आउँछ, कहिले थुप्रै आउँछ के, कहिले आउँदैन, कहिले थुप्रै आउँछ। आउँदै गर्छ, निर्बल चलेको छ होइन त? खाने व्यवस्था त चलिरहेको छ। हजुर यहाँ चाहिँ मान्नु आउनुपर्छ, मन्दिर हुनुपर्छ, निरुपको पैसा यहाँ जम्मा हुनुपर्छ भन्ने कुरा हो। अब त्यताको पैसा ती सबै ल्याउनु पर्छ। संसारको पैसा यो चोरहरूले दिने होइन। बिल्डिङ राम्रोसँग बनाउने, बाटो राम्रोसँग बनाउने, मन्दिर बनाउने। अब यहाँ त खाम्ला भनेर जुन ठुलो छ अगाडि जान्छ, त्यहाँ खाम्ला भन्ने यत्रो भाग लिएर मुखिएर विकास गर्ने होइन, वापै गाडी हुनुहुन्थ्यो। र हाम्रो पवनजीले फोटो भिडियो लिइरहनु भएको छ। र मैले पनि देखाउन चाहन्छु यहाँबाट हाम्रो रुमबाट चाहिँ भ्यू यस्तो देख्छ। यतिको त साथी हो। अहिले चाहिँ अब थोरै दिन खुलेको छ, बट अब पानी चाहिँ सिमसिमै परिरहेको छ। त्यस्तो ठुलो चाहिँ परेको छैन, तर चाहिँ हामी माथिसम्म जानलाई चाहिँ टाइमै लाग्ने भयो। अब रुजिन्छ कि भनेर चाहिँ हामी अहिले यहाँ वेट गर्दैछौँ। अब खानासाना खाने बेलासम्म खाएर घामसाम लाग्यो अथवा पानी रोकियो भने चाहिँ हामी पक्कै जाने नै छौँ। अब हिमाल पनि अहिले चाहिँ बल्ल बल्ल देखिँदैछ। अहिले यहाँ क्यामेरामा चाहिँ रियल त्यस्तो क्याप्चर भएको चाहिँ छैन, यो चाहिँ खुलेला जस्तो पनि छ। हाम्रो चाहिँ अब यता माथिको भ्यू चाहिँ अब देखाउन गइरहेको छ। हामी बेलुका चाहिँ गएको थियौँ हिजो राति, आज बिहान चाहिँ हामी गएको थिएनौँ। अहिले चाहिँ यहाँ अब हावा चलिरहेको छ, अब धेरै नै। यहाँ चाहिँ अहिले चाहिँ हेर्नुहोस्, हावा चाहिँ धेरै स्पिडमा चलिरहेको छ। अहिले चाहिँ अब जाडो जस्तो भएको छ। हिजो चाहिँ अब गर्मी होला जस्तो लाग्थ्यो, तर आजको मौसम चाहिँ हेर्दाखेरि पानीले नै जाने होला। सिमसिम पानी मौसम चाहिँ आज त्यस्तो दिन खुल्ने जस्तो चाहिँ छैन। अब भयो भने नर्मली यस्तै हो, नर्मल पानी रोकिदिए भने चाहिँ धेरै बेटर हुन्थ्यो। यहाँ अब अहिलेलाई चाहिँ धेरैजना आउनु भएको रहेछ। चाहिँ नर्मल्ली पोखराबाट नजिक भएको कारणले गर्दा साथी हो। अहिले चाहिँ थोरै पानी सिमसिम परेर अहिले चाहिँ भ्युजहरू राम्रो आइरहेको छ। यहाँ चाहिँ तपाईँले देख्न सक्नुहुन्छ अहिले चाहिँ थोरै भए पनि अहिलेको भन्दा चाहिँ खुलेको छ होइन। अहिलेको भन्दा यहाँ लुवाङ लेखेको छ। हामी चाहिँ एक्चुअली त्यहाँ जसरी नै जानेछौँ। पाक्दैछ तरकारीहरू, आगो ताप्दै बस्नु भएको छ सर म्यामहरू। र यहाँ चाहिँ हिजो हामीले बेलुका चाहिँ यहाँ माथि आएको थियौँ। यहाँ चाहिँ राम्रोसँग राति चाहिँ टल्के थियो क्या, हिमाल चाहिँ माछा पुछ्दै राम्रोसँग देखिएको थियो। भ्यू चाहिँ हेर्नुहोस्, यहाँ चाहिँ हावा होइन, अनि चाहिँ यहाँको अब नेचर होइन यति राम्रो छ कि है। हामी
अलि अब यता चाहिँ पक्कै नै आउनुपर्छ जस्तो लाग्छ मलाई चाहिँ अब यहाँ प्लस अरू ठाउँहरू पनि छ कतिपय अब त्यो चाहिँ अब जानै बाँकी छ अहिलेलाई चाहिँ अब यहाँ आउँदा पनि धेरै रमाइलो होइन रमाइलो साथीहरू सबै यहाँ चाहिँ फोटो भिडियो गर्दै हुनुहुन्छ यता चाहिँ नाच्ने हाँस्ने गर्नुभएको छ गरेको कुराहरू चाहिँ मैले के गर्छु भन्दाखेरि त्यो सर्ट्सहरूमा हाल्दै गर्छु त्यो पनि हेरिदिनु होला हजुरहरूले सपोर्ट गरिदिनु होला र कमेन्ट हाल्नु होला मैले चाहिँ त्यही अनुसारको नयाँ नयाँ भिडियोजहरू चाहिँ हाल्नेछु यहाँ चाहिँ हाम्रो फोटोसुट्सहरू चल्दैछ यहाँ फोटोसुट चल्दैछ हाम्रो सुजन भाइको यहाँ होइन भोलि आजभोलिमा एउटा फोटो के अरे एउटा प्रोफाइल पिक्चर जाने भएन भाइ होइन ल यहाँ मिसले टिकटक बनाउनु लाउनु भएको छ ल हाम्रो यता विष्णु सर आउनु भएको छ गाउँमा फुलै फुलेको हजुर सर एकदमै रमाइलो भइरहेको छ हजुर पनि कतिचोटि आउनुभएको छ यहाँ म यहाँ 3 चोटि अहिलेसम्ममा म पनि आएको हजुर बडीमै 3 जति यता चाहिँ हजुरहरूको यो चाहिँ त पछाडिको खाना लोकल तरिकाले आगोमा पकाइराख्नु भएको छ त्यहाँ पछाडि चाहिँ बुवाले पनि त्यहाँ मनिषीलाई बाटोलाई होइन यहाँ चाहिँ जे अब लोकल फुडहरू सबै पाउँछौँ हामीले होइन यहाँ चाहिँ फोटोसुट चाहिँ गर्दा भएको छ त्यो पनि मैले पक्कै नै सेयर गर्छु हाम्रो सरको आज खिच्नु भएको कुराहरू चाहिँ मैले यसमा राख्नेछु दिनु न सर नदिने हाम्रो पवन सरले चाहिँ अब दिन्छु भन्नुभएको छ अनि हाम्रो चाहिँ मिसले यहाँ अब टिकटकहरू चाहिँ चल्दैछ होइन हाम्रो है अनि चाहिँ मैले यहाँ नयाँ एउटा चाहिँ सनग्लास चाहिँ ट्राई गर्दैछु कमेन्ट गर्नु होला कस्तो देखिएको छ आज चाहिँ हामीले कुराहरू गर्दैछौँ हेलो गाइज हामी चाहिँ अब यहाँ माथि लुवाङ गाउँ घुम्दैछौँ र हामीसँग हुनुहुन्छ पवन सर होइन पवन मल्ल सर हुनुहुन्छ अनि अब हामी चाहिँ यहाँ जुल्दैछौँ अब हामी चाहिँ कहाँसम्म पुग्छौँ भन्ने कुरा हो चाहिँ सकेसम्म त्यहाँ लुवाङ लेखेको ठाउँतिर चाहिँ हामी सक्दो 1-2टा फोटो खिच्ने भिडियो बनाउने पवन सर पनि हुनुहुन्छ हामी चाहिँ कता बाटो जाने यसरी नै जानिन्थ्यो होला यही बाटो हामी जान्छौँ हामीसँग हुनुहुन्छ पवन सर ल एकछिन है ल हामी चाहिँ चियाबारतिर जाने कुरामा छौँ यही बाटो होला जस्तो लाग्छ कि हामी चाहिँ अब हिँड्दैछौँ चाहिँ एउटा न एउटा ठाउँमा चाहिँ पुगिन्छ हामी होइन पक्कै पनि थाहा छ हामी चाहिँ यहाँ पुगिने तरिका चाहिँ हामी हिँडिरहेको छौँ यहाँ चाहिँ अब एउटा भाइ छुट्टै छ कि फेरि यो ठाउँको यता चाहिँ त्यहाँ राम्रो छ हामी पुग्ने ठाउँ चाहिँ यता आइसकेको छ हामी चाहिँ हामी त बाटो छैन यहाँबाट बाटो हामी उल्टो बाटोमा आएछ
अब आउँदैछौँ अब धेरै छैन जस्तो लाग्छ मलाई चाहिँ त्यो चाहिँ अलि माथि आइसक्यो हामी जाने भनेको ठाउँ चाहिँ अहिले आइसकेको छ यो चाहिँ हामी हिँड्दैछौँ हिँड्दै जाने क्रममा यहाँ घरहरू पनि ढलाने घरहरू धेरै रहेछ होइन अहिले चाहिँ अब होमस्टेको लागि हल्का सुविधाजनक होमस्टे बनाउँदै गर्दा पनि राम्रै नै हो सबैजनालाई होइन फेसिलिटिज त्यही अनुसारको हुन्छ र अहिले चाहिँ पानी चाहिँ पुरै सुकिसकेको छ पानी चाहिँ यहाँ आउँदासम्म चाहिँ यो गुड न्युज नै हो यहाँ चाहिँ हाम्रो माथि आइसकेको छौँ यहाँ चाहिँ एउटा मन्दिर बन्दै गरेको रहेछ यहाँ चाहिँ एउटा मन्दिर चाहिँ ल्याएको ठाउँ पनि फाइनली आइसकेको छ हामी चाहिँ यहाँ माथि आइसकेको छौँ यहाँ हेर्न सक्नुहुन्छ गाउँ चाहिँ यहाँ यत्रो रहेछ हामी चाहिँ चढ्ने क्रममै छौँ हामी यहाँ माथि चढ्दैछौँ के हुन्छ एकदमै देखाइन्छ त्यहाँ पवन सर यता फोटो खिच्न लाउनु भएको छ त्यहाँ चाहिँ लङ भिलेजको टपमा आएर हामी चाहिँ भिडियो गर्दैछौँ हेर्न सक्नुहुन्छ ल गाइस हामी चाहिँ अहिले चाहिँ हामी यहाँ गर्दैछौँ र भर्खरै अहिले साथीहरू माथि आउने भन्दै हुनुहुन्छ हामी पनि अब जाने कि भन्दैछौँ अब गइन्छ नि जस्तो लाग्छ मलाई चाहिँ राख्नलाई होइन अब के हुन्छ हेरौँ होइन अब सबै आउँदै हुनुहुन्छ हामी चाहिँ अब पवन सर र म चाहिँ अगाडि नै आएको थियौँ र चाहिँ अहिले चाहिँ हामी अब सँगै माथि एकचोटि गाउँ साथी हो हामी चाहिँ माथि जाँदैछौँ हामी चाहिँ लङ्कै बगैँचा होइन के भन्छ नि चिया बगान जाने भनेर हामी चाहिँ अब साथीहरूसँग आउँदैछौँ यहाँ चाहिँ पछाडि भाइ हुनुहुन्छ पछाडि चाहिँ साथीहरू आउँदै हुनुहुन्छ हामी चाहिँ यहाँ हिँड्दैछौँ यहाँ चाहिँ सानो गुम्बा जस्तो बुद्धको स्तूपा रहेछ यहाँ पनि एकछिन विश्राम गर्नेछौँ त्यहाँबाट चाहिँ सिधै चिया बगान जान्छौँ अनि त्यसपछि हामी फर्किनतिर लाग्छौँ फर्केर खानासाना खाएर चाहिँ घरतिर लाग्ने गर्छौँ होइन साथीहरू आउँदै गर्नुहुन्छ यहाँ चाहिँ गुम्बा आइसकेको छ होइन हामी चाहिँ यहाँ वेट बसिकन हाल्नु भएको छ गुम्बा आइसकेको छ चाहिँ हेर्न सक्नुहुन्छ गुम्बा आइसकेको छ यहाँ हिँड्ने क्रममा चाहिँ गुम्बा टिकेको छ यहाँ चाहिँ गौतम बुद्ध होइन गौतम बुद्ध हुनुहुन्छ मेरो भाइ आइसकेका छन् अहिले चाहिँ धेरै थकित अवस्थामा छन् भाइ चाहिँ के भन्छु भाइ साह्रै गाह्रो पुरा गाह्रो भयो र हाम्रो पवन सर चाहिँ अब फोटोग्राफी
हैन फोटोग्राफ गरेर आइसक्नु भएको छ र यहाँ चाहिँ ल साथी हामी चाहिँ अब चिया बगान आइपुगेका छौँ। अहिले चाहिँ अब हेर्न सक्नुहुन्छ हामी यहाँ लुवाङ गाउँको चिया बगानमा आइसकेका छौँ है। यहाँ चाहिँ अब भ्यूजहरू पनि राम्रो छ, यहाँको भ्यूहरू है। हामीले सक्छौँ वरिपरि चिया बारी होइन। हिमालहरू पनि देखिन लागिरहेको छ र हाम्रो साथीहरू चाहिँ आइराख्नु भएको छ। सक्सेसफुली हामी आइसक्यौँ र हजुरको पहिलोपटक होइन होइन हाम्रो सरको दोस्रो तेस्रो पटक कहिलेको कति हो होइन फर्स्ट टाइम। हाम दिदीको पनि पहिलोपटक मेरो पनि पहिलोपटक हो र चियाबारीमा चाहिँ चिया पार्दै हुन्छ होइन। टी कस्तो हुन्छ भन्ने कुराहरू देख्न सकिन्छ। लाइभमा चाहिँ आज देखियो होइन। पवन सर चाहिँ यताबाट आइराख्नु भएको छ। हामी चाहिँ चिया पार्दै हुनुहुन्छ हामीहरूले। हामी चाहिँ यता जाँदैछौँ चिया बगानतिर हेर्दै हेर्दै कता पुगिन्छ भन्ने कुरा हो। र हामी चाहिँ अहिले चिया बगानमै वरिपरि हिँड्दैछौँ। हाम्रो साथीहरू पनि आउँदै हुनुहुन्छ र यो भ्यू चाहिँ अति नै राम्रो सुन्दर देखिएको छ। हामी चाहिँ यहाँ अब प्रष्टसँग यति राम्रो गाउँ होइन, लुवाङ गाउँ प्लस यहाँको ठाउँ होइन त साथी हो यो छ होइन। यहाँ होमस्टेको लागि टेन्टहरू राखिएको रहेछ। हामी साथीहरू पनि आउँदै गर्नुहुन्छ। अहिले चाहिँ यहाँ आइसकेको छु। अहिले चाहिँ उहाँहरू आउँदै हुनुहुन्छ है। अहिले चाहिँ उहाँहरूकै लागि पनि हामीले कुर्दैछु। अब साथीहरू त्यहाँ रेस्ट गर्नै हुनुहुन्छ जस्तो लागेको छ मलाई चाहिँ। साथीहरू आउँदै हुनुहुन्छ। हामी चाहिँ माथिसम्म आइसकेको छौँ लुवाङ गाउँ होइन। यता चिया बगान यहाँ पनि छ। यता हामी चाहिँ घुम्दै यता यहाँसम्म आएका छौँ। साथी हो अब हामी चाहिँ यहाँ चिया बगानमा आइसकेको छौँ र हामीसँग हुनुहुन्छ यहाँ सरहरू। यहाँ चाहिँ अब फोटोसुट प्लस अब रिफ्रेसमेन्ट हुँदैछ हाम्रो। एकदम यहाँ चाहिँ अब हिजो रमाइलो भयो, आज चाहिँ
रिफ्रेसमेन्ट रिफ्रेसमेन्ट हामी पिस होइन सबैसँग यहाँ र सबैजना आउनु भएको छ। आज चाहिँ हामीले यहाँ इलामको यो चिया बगानमा चाहिँ सबै हामीले घुम्यौँ होइन। अब मैले यहाँको भ्यूहरू चाहिँ यति नै होला। यहाँबाट चाहिँ माथि चाहिँ अब गएन, हामी यहाँबाट चाहिँ अब फेरि फर्किन्छौँ। यता चाहिँ हाम्रो यो चिया बगान यहाँ पनि आएर खिच्नु हुँदो रहेछ राम्रोसँग धेरैजनाले। र हामी चाहिँ अब सबै जाने भन्दैछौँ र अब चाहिँ बिस्तारै नै अब फोटोसोटो बाँकी रहेको फोटो खिचेर हामी तलतिर लाग्नेछौँ। अहिले चाहिँ हामी हिँड्छौँ। हामी चाहिँ अब झर्दैछौँ र चाहिँ हामी अब सबैजना फर्किँदैछौँ। गाइज हामी चाहिँ अब अहिले चाहिँ हाम्रो होमस्टेतिर जाँदैछौँ। अब सरहरू अरू साथीहरू चाहिँ आउँदै गर्नुहुन्छ। हामी चाहिँ अब हाम्रो होमस्टेतिर लाग्छौँ। अहिले चाहिँ यहाँ चाहिँ होमस्टे चाहिँ आइसकेको छ र हाम्रो होमस्टे आउन चाहिँ थोरै टाइम लाग्छ। हामी चाहिँ अब बाटो हिँड्दैछौँ। यता चाहिँ के कस्तो हुन्छ हजुरहरूलाई मैले देखाइरहेको छु। अहिले चाहिँ जे होस् राम्रै लाग्यो यो गाउँ चाहिँ होइन, लुवाङ गाउँ। यता अघिसम्म चाहिँ गीत बज्दै थियो, कहाँ रहेछ मैले नि यतैतिर होला भन्दै थिएँ, तर चाहिँ कता रहेछ होइन, कता रहेछ अघि गीत बजेको चाहिँ। हामी अब तल राख्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ, यताबाट तलै नै होला यो चाहिँ होइन। हामी चाहिँ अब यही बाटो हिँड्दै हामी घरसम्म अथवा हाम्रो होमस्टेसम्म पुग्नेछौँ। हामी चाहिँ अहिले चाहिँ यो घरतिर आइसकेको छौँ। चाहिँ यताबाट आइछौँ। कुन बाटो आएको छौँ त्यही पछि थाहा हुन्छ। हामी निस्किएपछि पक्कै पनि हाम्रो होमस्टे जाने ठाउँतिर पुग्छौँ जस्तो लाग्छ। र हामी चाहिँ यतातिर लाग्ने जस्तो लाग्छ के अरे, यतातिर त होला नि दिदी है। ल यतातिर हामी चाहिँ लाग्छौँ बाटो। हामी यही बाटो आएका थियौँ र हामी चाहिँ अहिले चाहिँ यही बाटो जान्छौँ होइन। यही बाटोमा हामी चाहिँ हिँड्दैछौँ र हाम्रो डेस्टिनेसन पनि आइसकेको छ। र हामी चाहिँ अहिले हाम्रो होमस्टेमा आइसक्यौँ। होमस्टे त्यहाँ चाहिँ हामी जान्छौँ। यहाँ हामी चाहिँ आइसकेको छौँ। यादव सर त्यहाँ साथीलाई कल गर्दै हुनुहुन्छ होला। सर हजुर जानु भएन? हजुर जानु भएन। यो र हामी चाहिँ अहिले आइसकेका छौँ। हामी चाहिँ यता अब के रेडी गर्दै हुनुहुन्छ। साथीहरू आइसक्नु भएको रहेछ। खाना स्टार्ट भइसकेको। ल हामी चाहिँ अहिले अब मेरो आइयो गाइस। अहिले यहाँ स्टेडियममा गएर ल आज चाहिँ अब हाम्रो मानिका म्यामको क्वाइरी चाहिँ उहाँले टिकटक बनाउन पाउनु भएन भनेको होइन। उहाँको चाहिँ अब टिकटक आज बनाउँछु भन्नुभएको छ। मेकअप गरेर आउनुहुन्छ अनि रेडी गरेर हामीलाई चाहिँ बनाउँछौँ। र म अहिले चाहिँ अब रुममा गएर अब लुगाहरू के छ मिलाएर
गरेको थिइनँ एक्चुअली ब्रस गर्छु ब्रस गरेर फ्रेस हुन्छु त्यसपछि अनि जानु होला है त साथी हो अब चाहिँ हामी ब्याग प्याक गरेर जाँदैछौँ र हाम्रो साथीहरू हिँड्दै हुनुहुन्छ र हामी चाहिँ अब लाग्ने तर्खरमा छौँ र नाइट भ्यू र आज चाहिँ अब डे भ्यू हेर्न सक्नुहुन्छ यहाँ चाहिँ सानो र अहिले चाहिँ धेरै राम्रो देखिएको छ र हामी अब तल हिँड्दैछौँ फोटोसुट्सको लागि पनि बोलाउनु भएको छ अनि अब यो मेमोरिजको लागि फोटो खिच्नको लागि चाहिँ सबैले बोलाउनु भएको छ र हामी चाहिँ अब लाग्नेछौँ सबैजना गइसक्नु भएको रहेछ म लगाएर 3-4 जना चाहिँ माथि हुनुहुन्छ अब सबै आइसक्नु भएको छ है रेडी हुँदैछ है त ट्याक्सी अब जाँदाखेरि चाहिँ बिदाई गरेर लाउनु भएको छ र हामी चाहिँ अब सबै रेडी भइसकेका छौँ र अब आमाले आशीर्वाद पनि दिनुहुन्छ टिका लगाएर हुने है बाबा पुग्ने है टिका पनि लाग्यो ताइल नलाउने हजुर हामी सबैजनाले चाहिँ हेलमेट लगाइसकेका छौँ अब चाहिँ हामी एक्सिडेन्टमा केही बेरमा नै हामी निस्किनेछौँ आज हामी चाहिँ अब सबै कामहरू भ्याइएर हामी चाहिँ अब निस्किँदैछौँ र हामी चाहिँ अब बाटोतिर लाग्दै हुन्छौँ सबैजना आउँदै हुनुहुन्छ हामीलाई स्वागत गर्नुभयो होइन लास्टमा चाहिँ बिदाई गरिदिनु भयो धेरै राम्रो लाग्यो त्यो क्षण चाहिँ होइन अब चाहिँ रङ भिलेज होइन होमस्टे चाहिँ अब धेरै राम्रै रहेछ हामीले सोचेको भन्दा पनि राम्रै लाग्यो र हामी अहिले अब जाँदैछौँ रङ भिलेजबाट र अहिले चाहिँ हामी अब लाग्दैछौँ हामी त्यहाँ थोरै हाम्रो टिमहरूलाई कुर्छौँ सँगै बसेर जान्छौँ जान चाहिँ अहिलेलाई चाहिँ अब एकछिन वेट गरौँ है त साथी हो वेट गरौँ हाम्रो भाइले चाहिँ यहाँ गाडी चाहिँ रोक्दै हुनुहुन्छ वेट गर्दै हुनुहुन्छ होइन ल भाइ के भन्न चाहन्छौ आजको यो जेएस प्रोग्राम चाहिँ कस्तो रह्यो तिम्रो लागि है जेएस हामीले चाहिँ एक्सपिरियन्स चाहिँ होइन धेरै राम्रै गऱ्यौँ होइन राम्रै भयो हामीले हिजो बेलुका आए पनि हामीले जेएस धेरै रमाइलो गर्न सक्यौँ खुसी लाग्यो आज चाहिँ जेएस अब राम्रै गयो दिन चाहिँ अन्त अब हामी चाहिँ यहाँ आफ्नो गाडीमा अब कुन गाडीमा जाने भने चाहिँ सल्लाह गरेर त्यही अनुसार रुट मिलाएर जान्छौँ भ्लग इन गर्न चाहन्छु थ्याङ्क यू